पसल आइसके अब छ त्यो भएर अब दोकानतिर जाने हो खोलेर सामान हेर्नलाई। चाहिँ हाम्रो ट्र्याक्टर ड्राइभर हो होइन, उहाँ चाहिँ एकदम खतरा भएर आउनुभएको छ आज। अर्को कहाँ गयो? हेलो साथीहरू, आज चाहिँ हाम्रो हार्डवेयरमा गाडी आइरहेछ फलामहरूको। केटाहरू सबै काम गर्दै हुनुहुन्छ, दाइहरू पाइप आएको छ। यति एङ्गलहरू आएछ आज, एङ्गल र स्क्वायर रडहरू आएको छ। यहाँ हाम्रो दाइ चाहिँ खतरा डेन्जर हो, उहाँ चाहिँ उहाँले चाहिँ धेरै भारी बोक्नुहुन्छ सबसे। अनि उहाँ चाहिँ ठेकदार हो, उहाँ चाहिँ हाम्रो दाइहरूको ठेकदार हो है। नबाजुमै नबाजुमै बाज्नु हुँदैन है, बाज्नु हुँदैन है। उहाँ चाहिँ रावण दाइ हो, एकदम हाम्रो वरिष्ठ हाम्रो गाडीको ठेकदार। मिसिन जोड्दै यहाँ लकप्लेट काट्न आँट्दै हुनुहुन्छ अब। अब यहाँ भाइले चाहिँ काँटा जोख्न आँट्दैछ, जोखेको टिप्दैछ। आज अर्को एउटा आएन काम गर्ने भाइ होइन, त्यही भएर कतिखेर आउँछ थाहा छैन। अनि हाम्रो टिनको दाम चाहिँ यस्तो छ, हेर्नु होला। टिनहरू चाहिएमा शारदा हार्डवेयरमा सम्पर्क गर्नु होला। टिन प्लेन सिटहरू यस्तो छ हेर्नु। तपाईँलाई 36 mm देखि लिएर 30 mm देखि लिएर 43 mm सम्मको टिनहरू हाम्रोमा अभाइलेबल छ। अनि यो गाडाहरू पनि राखेको छ हामीले, प्लेन सिटहरू छ, यो प्रोफाइलहरू भयो, यो पाइपहरू छ हामीसँग। यहाँ ट्र्याक्टरमा लोड हुँदैछ अलिकति पत्तीहरू। अनि यहाँ चाहिँ सामानमा झार्दै हुन्छ एङ्गलहरू। यहाँ हिमाल दाइ हाम्रो ट्र्याक्टरको ड्राइभर दाइ चाहिँ यहाँ के अरे लकप्लेट काट्दै हुन्छ। यहाँ दाइ चाहिँ पुरा मुस्कुराउँदै हेर्नुहोस्, यत्रो गरौँ काम गर्नुहुन्छ र पनि यस्तो हाँसी खुसी काम गर्नुहुन्छ, साह्रै खुसी लाग्छ दाइहरूलाई देखेर होइन। यहाँ झार्दै हुनुहुन्छ। ल आज मेरो यस्तै छ दिनचर्या। यता चाहिँ लकप्लेट काट्दै हुनुहुन्छ दाइले, यस्तो डेन्जर छ नि लकप्लेट काट्ने। मलाई त छेउमा जान पनि डर लाग्छ है, काट्छ कि भनेर।